अचार खानलाई कति राम्रो है यस एस 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 नुन चाख्न पर्यो होला आज सुषमा धापा खेल पठाइदिन्छु बङ्गालतिरको आजको अर्डर पोखरा छ पठाइदिन छन् आइतबार पनि छन् आइतबार बङ्गालतिर कता कता छन् अब हप्तामा 2 चोटि बनाइन्छ आज के बार बिहिबार बनाइयो बिहिबार अब सोमबारतिर हुन्छ के कहिले हुन्छ सकिन्छ मासु जतिजना खान इच्छुक हुनुहुन्छ फ्रेस ताजा मासुको अचार खानुहोला आज 30 केजीको बनाइयो कराई पनि कति मजा भयो है यो तल लानुपर्छ नि पङ्खामा सेलाउनु पर्छ प्याकिङ गर्नु छ 2 जना लान्छु 2 जना लैजाऊ है अनि तातै होला तातो छ अहिले सेलाएर मात्रै लान्छु तिमीले खानालाई लैजाऊ न अहिले भातसँग खाऊ न यिनीले त खाएको के रे छोपिराख्नु त फेरि शीतल गर्नुपर्छ राम्रो अब कराई नै 50 केजीको छ अनि कहाँ सक्नु लु हैन अहिले फेरि घमाउँछ होला होइन एकछिन सेलाउँछ एकछिन सेलाउँछ नि त घाम तातो छ हाल्छ के गर्नु पक्रिनु हो पक्रिनु कति नै जान्ने भएको गर्ने भनेर नभन्छ नै चाहिँ अहिले रित्ता नक्कलीको म यहाँ म पक्रिन्छु कि तपाईँ पक्रिन्छु अनि मजाले त्यो बत्ती देखाएर हिँड्ने टोबल चाहिँ अघि नै चलाउनुसँगै चलाएँ क्या माथि नै